बनाएको भए एकदम राम्रो। भनिदिनु त यो के गर्नुहुन्छ है? मूल ढोका मूल गेटमा राख्नु। यो चाहिँ एउटा वास्तु दोष हट्ने भन्छ हैन। यो चाहिँ पुराणमा पनि के भन्छ नि, एउटा माला भए पनि एउटा यस्तो भयो भने मूल ढोका मूल गेटमा राख्दा नकारात्मक कुराहरू आउँदैन अरे क्या। त्यस्तो नराम्रो एन्टी भाइरसनहरू बाहिर जाने। उहिलेको हिसाबले चाहिँ के भन्छ भने तपाईँको भूत प्रेतहरू भित्र नआउने, घरमा चट्याङ नलाग्ने भन्ने यसको आख्यान छ है। यो चाहिँ तपाईँको यो चाहिँ भनेको अब पहिला अब यो पृथ्वी उत्पत्ति भएदेखि क्या यो तपाईँको उत्पत्ति भएको हो नि। यो त हामीले बनाएको होइन होइन, प्रकृतिको फल हो है। अब यो भनेको सुनेको अनुसारले हामीले गरेको हो। अनि यो चाहिँ तपाईँले टक्कसँगले कोठामै राखे पनि भयो, पसलमा राखे पनि होइन। अब नजरहरू नलाग्ने चाहिँ पसलमा राखे। मुख्य चाहिँ कहाँ राख्नुपर्ने? मूल ढोकामा, मूल ढोका मूल गेटमा, पसलमा, अरू त जहाँ राखे पनि हुन्छ। घर कोठामा राख्दा नि भयो, कोठामा राख्दा पनि भयो, पूजा कोठामा राख्दा पनि भयो। मात्र यसको चाहिँ 50 रुपियाँ लागेको छ। मात्रै ल साथीहरू, मात्रै 50 रुपियाँ, मात्र 50 रुपियाँ। धेरै छ भने 55 रुपियाँ 500 भित्र बनाएको। एउटा भाइले लाँदै हुनुहुन्छ है। ल म चाहिँ